Yo, what's up everyone? Welcome back to my YouTube channel. होइन एक साल बाद चाहिँ म फेरि भ्लगमा उठेको छु। आज चाहिँ जाँदैछु हामीहरू जयगाउँ टु भुटान। फ्लाइटमा चाहिँ हल्का चिल गर्ने, जयगाउँमा चाहिँ अलिकति काम छ मेरो ब्याङ्कको कामले जाँदैछ। ठिक छ, यता हेर्न न। पिस आउट। यो चाहिँ हाम्रो मङ्गलाबारे टोटो इन द हाउस। ओके, जयगाउँ हो इन्डो भुटान। यसलाई चाहिँ जे टाउन पनि भन्छ हामीले। बेसी जस्तो मान्छेहरूले चाहिँ यहाँनिर जयगाउँ भन्छ, हामीले चाहिँ जे टाउन भनेर चिनिन्छ है। हेरिदिनु होला गाइस। हल्का तेरो थोप्रा हटा त भाइ। यस्तो छ जयगाउँको हालत है। यो चाहिँ फुटपाथहरू हो। हामीले जाने जग्गा चाहिँ यहाँ अगाडि नै छ। अनि ओके, फाइनली गाइस भुटान पनि इन्टर भइसक्यो। यो चाहिँ हाम्रो होइन, भुटानको भुटान। भुटान पनि इन्टर भइसकेको छ। यो चाहिँ अगाडि नै आएर यहाँनिर बसिरहेछ कसो। यो चाहिँ भुटान हो, फुन्चुलिङ भुटान। यति क्लिन छ नि भुटान चाहिँ, यति क्लिन छ। मजा आयो बहुत सालको बाद आएर। ए हिँड, लेट्स गो। हिँड्न। अहिले चाहिँ हामीहरू पार्कमा जाँदैछन्। पार्कमा गएर चाहिँ तपाईँहरूलाई देखाइदिन्छु। त्यहाँको भ्यू राम्रो छ। एउटा टेम्पल छ, टेम्पलमा पनि दामी हुन्छ। मान्छेहरू राम्रो बनाएको छ अहिले भन्दै थियो साथीहरूले। ल त्यहाँ जुन भनेको यो चाहिँ त्यही टेम्पल हो। यो टेम्पल चाहिँ दामी छ कि। भुटान भनेको भुटान नै हुन्छ नि यार है। दिस इज भुटान। यो चाहिँ फुन्चुलिङको फर्स्ट टेम्पल। अलिकति डार्क गरिदिन्छ है। पार्क जस्तै छ। नाइटमा चाहिँ यहाँनिर अङ्कल आन्टीहरू आउनुहुन्छ, हल्का चिल गर्नुहुन्छ, यहाँ बसेर बातहरू गर्नुहुन्छ। सो अहिले चाहिँ हामीहरू पनि जाँदैछन् है। अनि यहाँनिर नि पहिला सिर पानी झर्थ्यो क्या, कलरफुल पानी यहाँबाट अनि दामी देखिदिन्थ्यो। अनि यहाँबाट त पानी पनि झरिरहेको छ। यहाँबाट चाहिँ यस, यहाँनिरबाट चाहिँ पानी पनि झरिरहेको छ। यहाँबाट पहिला यहाँनिर पुरा पानीले भरिन्थ्यो। अहिले त त्यति मान्छे आउँदैन रहेछ। ठिक छ, यो त मै होला हौ। यो चाहिँ मन्दिर। यो चाहिँ छुर्पी है। यसलाई के भन्छ? यसलाई के भन्छ सही? डोमा। चिन छुर्पी। ओके, हल्का यो जग्गा थाहा छ होला, अस्ति नै मैले भिडियो बनाइकन हालेको थिएँ। यहाँनिर हामीहरू ब्याटलहरू गर्थ्यो होइन। अनि वहाँ पर एउटा बास्केटबल कोर्ट थियो, त्यो हटाइ छ। यहाँनिर चाहिँ ब्याटल गर्थ्यो। हिजो अस्ति भर्खर त मैले पानी देखिरहेको थिएँ कि यहाँनिर सबै अहिले सुकाइदिएछ। यो पुल हो, दामी बनाइदिएछ यो पुल चाहिँ के। अनि त्यहाँ चाहिँ भुलभुलैया जस्तै बनाइदिइरहेछ।
पहिला त्यहाँनिर बास्केटबल कोर्ट थियो अनि यहाँनिर भोटे नानीहरू स्टुडेन्टहरू छ यहाँनिर सानोबडे क्याफे खोलेको रहेछ त्यहाँनिर केटाकेटीहरू छ स्टुडेन्टहरू अनि यो चाहिँ स्कुल अनि यो चाहिँ म एक दुई शब्द राख्दिए साइल भाइ ठिक छ ल ठिक छ हेर्दै जानु यो चाहिँ यसलाई चाहिँ एनाकोन्डा पार्क भनिन्छ यहाँनिर चाहिँ बास्केटबल कोर्ट थियो अहिले चाहिँ भुलभुलैया जस्तै बनाएको छ क्या यस्तो टाइपको यो चाहिँ थिम्पू पारेबाट आउने गाडीहरू भुटानको जग्गा नक्सा नै पुरा बदलेको छ यार हेभी भएको छ दामी भइरहेछ बसिरहेछ स्टेडियम दामी यो चाहिँ एनाकोन्डा यस्तै छ हेर्नु नि यहाँ बाटो पनि यो बाटो अहिले एकछिनमा जान्छु एनाकोन्डा चाहिँ सेमै बाइक यस्तो छ यहाँनिर डान्स प्रोग्रामहरू राख्यो भने दामी हुन्छ तर यहाँनिर हुँदैन क्या ब्याटलहरू भयो होइन लाइक मजा लागिदिन्छ ल हिँड्दा भाइ अब चाहिँ जाँदैछ हाम्रो त्यो अघि बसेर भिडियो बनाइरहेको थियो नि यो पुल हो त्यो क्या यो पुल यस्तो छ बाटो चाहिँ यस्तो साँप जस्तै सेम यार साँप जस्तै छ यो लाइक यस्तो टाइपको यो चाहिँ भन्न चाहन्छु कि म यो हामीले चाहिँ एनाकोन्डा ब्रिज भन्छ अरूले चाहिँ के भन्छ खोइ कुनै थाहा पाइन लाइक यो चाहिँ भुटानको एनाकोन्डा ब्रिजको माथिबाट चाहिँ भ्यू पोइन्ट हो यो अलिक यो डार्कमा देखाइदिन्छु ब्रिज चाहिँ यस्तो छ लाइक मुनि चाहिँ यस्तो छ मुनिबाट पनि देखाइदिन्छु अहिले यो चाहिँ यहाँ भइरहेछ अनि यहाँ चाहिँ फुटबल म्याच पनि भइरहेको छ यसलाई चाहिँ पिएसए ग्राउन्ड भन्छ लाइक यहाँबाट भ्यू पोइन्ट कस्तो दामी देख्दो रहेछ दामी देख्दो रहेछ सो जाँदैछ अब साह्रै नै भुटान घुम्यो यार यो लेट्सको आजको मेरो ब्लग चाहिँ यहाँनिर नै खत्तम भएको छ थ्याङ्क यू फर वाचिङ यो